नमस्ते नमस्ते सम्पूर्ण दर्शक महानुभावहरूमा आज तपाईँहरूमाझ निर्माणाधीन मणिलिक बाबाको देवघरको भिडियो ल्याएर आएको छु। डडेलधुराको गन्याबधुरा गाउँपालिका 1 रुवाखोला मतकट्टे गाउँमा पर्ने मणिलिक बाबाको ऐतिहासिक देवघर निर्माण गरिरहेका छौँ, जसका लागि देश विदेशबाट आर्थिक सहयोग सङ्कलन अभियान गरिएको यहाँहरूमाझ जानकारी गराउँछु। परापूर्व कालमा बझाङको बुङ्गलबाट रुवाखोला तिखातर गाउँका देउबा जातिको साथमा आएको भन्ने भनाइ छ। त्यस समयमा नुन किन्न बुङ्गल जाने गरिन्थ्यो। नुन किन्न गएका देउबाहरूको डोकामा पसेर आएको भनाइरहेको छ। रुवाखोला पुगिसकेपछि कसले मेरो डोकोमा ढुङ्गा हालेछ भनी सो ढुङ्गा खोलामा फालिदिएछन्। उक्त ढुङ्गाबाट रगत बगेको भैँसी चराउन गएको गोठेभुलले देखेपछि आफ्नै साथमा लगी पुज्ने गरेछन्। गोठमा आफू बस्ने र पाणमा देवता राख्ने गरेकाले उनको नाम गोठेभुल राखिएको रहेछ। पछि बसाइसरी गोठेभुल मतकट्टे गाउँमा बसे मणिलिक देवतालाई वर्षा र सहकालका देवताको रूपमा स्थानीयले पुज्दै आएका छन्। उक्त देवघर परम्परागत शैलीकै अर्थात् गोठपाण भएकै हुनुपर्ने भन्ने स्थानीय देववाणी हुने गरेकाले यही 2081 साल मक्सिर 20 गते बसेको स्थानीय समुदायको भेलाले देव पूजा गरी परम्परागत शैलीकै देवघर बनाउने निर्णय गरेको हो। तपाईँहरूले देश तथा विदेशबाट मणिलिक बाबाको देवघर निर्माण अभियानलाई सहयोग गरेर मात्र आज निर्माणाधीन अवस्थामा रहेको छ। जुन तपाईँहरूले देखाएको सहयोग, माया, सद्भाव र स्नेहले मन्दिर निर्माण समितिलाई थप उत्साह थपिएको छ। सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।